र आज चाहिँ है म यस्तो एउटा घटना लिएर आएको छु जुन चाहिँ मसँग घटेको छ है। कतिजना चाहिँ हुन्छ नि अब पैसाको लागि मर्नै खोज्दो रहेछ क्या हो, मर्नै खोज्दो रहेछ हुन्छ नि। किनभने हिजो बिहान चाहिँ मैले लट्री काटेको थिएँ होइन। अन्त लट्री काटेको थियो, त्यसको रिजल्ट आएको थियो नि त। अन्त मैले यसो रिजल्ट चेक गर्दा चाहिँ मेरो लट्रीमा चाहिँ 5 लाख फसेको थियो। 5 लाख फसेको थियो। अन्त मैले मजाले होइन होला हो भनेर फेरि मजाले चेक गरेँ होइन एकपल्ट 5 लाखै फसेको थियो। अनि त्यहाँदेखि त्यो के अरे लट्रीको त्यो जसले बेच्दै थियो त्यो मान्छेको चाहिँ मैले नम्बर लिएको थिएँ, नम्बर। अनि टक्कै मैले उसलाई कल गरेँ, ए दा सुन्नु न मेरो लट्रीमा त 5 लाख पो फसेछ छ भन्दा चाहिँ उसले चाहिँ वाट्सएप नम्बर पठायो मलाई। वाट्सएप नम्बर पठायो, यसमा चाहिँ फोटो खिचेर पठाउनु तिम्रो लट्रीको अरे हुन्छ भनेर चाहिँ टक्कै मैले फोटोसोटो खिचेर उसको वाट्सएप नम्बरमा सेन्ड गरिदिएँ मैले। अनि त्यहाँदेखि उसले एकछिन हेरेर मलाई एकछिन बादमा कल गर्यो है। त्यहाँदेखि भाइ तिमी त लक्की पर्सन रहेछ है, तिम्रोमा त 5 लाख फस्यो अरे। म खुसी भयो नि त होइन 5 लाख फस्यो भन्दा त। त्यहाँदेखि त अनि त्यो लट्री लिएर मेरोमा आऊ अरे, टक्कै म त्यो लट्री सट्री लगेर गएँ, म त्यहाँ दोकानमा गएँ। त्यहाँदेखि त्यो दाले भन्यो अब 5 लाख फसेको रहेछ, अब यसको लागि त धेरै उयो कहाँ कहाँ जानुपर्छ भन्यो अन्त है। अनि 4.5 लाख चाहिँ पाउँछौ तिमीले लगभग भन्यो। ल हुन्छ दा भने। अन्त म आफै दिन्छु त्यो लट्री चाहिँ मलाई दिनु अरे, हुन्छ भने। अनि त्यो पैसा चाहिँ थापेर चाहिँ त्यो लट्री दिएँ मैले। अन्त त्यही यताउता चाहिँ केटाहरू थियो, यस्तै 4-5 जना केटाहरू। अन्त त्यो केटाहरूले चाहिँ अब म त सोचेँ त्यो मान्छेहरू पनि त्यहाँ खेल्नु आएको होला सोचेँ होइन। त्यहाँदेखि टक्कै गएँ अन्त म हिँडेँ नि त त्यहाँबाट हिँडेँ। त्यहाँदेखि त्यो मान्छेहरू चाहिँ फलो गर्दै थियो मलाई हुन्छ नि, फलो गर्दै थियो। अन्त त्यो मान्छेले बोलायो एकजनाले चाहिँ मलाई, भाइ 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 भन्यो। तिमी त लक्की रहेछौ त अन्त 5 लाख फस्यो कुन्नि के अरे। अनि दा भने। अन्त त्यो दाले अन्त हामीलाई चाहिँ के खिलाउँदैनौ अरे। अन्त के खानु हुने भन्नुहोस् न भने। अन्त होटेलमा जाउँ यसो मोमो चाउमिन खाउँ न अरे। हुन्छ दा ल जाउँ न भनेर गएर मजाले होइन पैसा टन्नै छ गोजीमा। त्यहाँदेखि टक्कै गएर चाहिँ मोमो चाउमिनहरू खायो हामीले, मजाले खायो। त्यहाँबाट निस्केँ। त्यहाँदेखि फेरि बियर खाने अरे। ल हुन्छ दा भने। म चाहिँ खाँदिनँ तपाईँहरूलाई किनिदिन्छु भनेर चाहिँ म फेरि उयसमा गएर बियर सियर किनेँ होइन। उनीहरू खाएर त अब टन्नै बियर पनि टन्नै किनिदिएको थिएँ मैले। खाएर त माथि त उनीहरूको त दिमागै त्यो बत्लेछ क्या। उनीहरूको चाहिँ सोचमा आएछ अब यसलाई चाहिँ हिर्काएर यसको पैसा चाहिँ लुट दिनुपर्छ भनेर। अन्त मैले यस्तो सोचेर चाहिँ ल म गएको केटा हो भनेर चाहिँ म त्यहाँबाट निस्केर चाहिँ अन्त यता आइसकेको थिएँ होइन। अनि त्यहाँदेखि फेरि यस्तो पछाडि हेरेको त त्यही केटाहरू फेरि फलो गर्दै रहेछ मलाई हुन्छ नि। आम्माम ल अब चाहिँ सोचेँ मैले अब चाहिँ के हुने रहेछ क्या। सोचेँ त्यहाँदेखि आयो मैले हेरिरहेको छु, देखिरहेको छ। अब उसले चाहिँ यत्रो इँटा टिपेर मलाई हिर्कायो, सट्टै हिर्कायो। मैले चाहिँ छलेँ उफ्रेर छर्लेँ होइन, किनभने तलको वेटमा यस्तो गर्दा चाहिँ त्यो छलिपठायो। त्यहाँदेखि अर्को पनि टिपेर फेरि छट्टै गएको कि अब यस्तो छुट्टो आएर चाहिँ मेरो ढाडमा चाहिँ यस्तो नमिठो लाग्यो। यस्तो छुट्टो त्यो मैले छल्नु सकिनँ क्या, त्यो छुट्टो यस्तो छुट्टो थियो अब हुन्छ नि। यस्तो फास्ट हिर्काएको थियो त्यो मान्छेले फोर्सले। त्यहाँदेखि मैले आया मात्रै भनिदिएको हो, टक्कै सपनाबाट पनि उठेछु म।